नमस्ते, म राज कुशवाहा, म नेपाल लाइफ इन्स्योरेन्स हेटौडा शाखाबाट। आज म हजुरहरूले चाहिँ नेपाल लाइफ इन्स्योरेन्सको जीवन ज्योति बिमा योजनाको बारेमा बताउन गइरहेको छु। यो सार्वधिक जीवन बिमा हो र यो अलिक फरक प्रकृतिको बिमा योजना छ, अरू बिमा योजना भन्दा फरक छ। यो बिमा गर्नको लागि चाहिँ हामीले चाहिँ सबभन्दा पहिला एज चाहिँ हाम्रो चाहिँ 18 वर्षदेखि माथि 65 वर्ष 60 वर्षको मान्छेको हामीले गर्न सक्छौँ। र यसमा फरक के छ भने अवधि यसमा फरक ढङ्गबाट छ। जस्तै अरू बिमामा चाहिँ जस्तै हामीले चाहिँ 5 वर्ष 6 वर्ष 7 वर्ष 8 वर्ष राख्छौँ भने यो बिमा योजनामा चाहिँ 10 वर्ष 15 वर्ष 20 वर्ष र 25 वर्ष र 30 वर्ष अवधि मात्र राख्नु पाउँछ। र यसमा अझ फरक के छ भने यसमा अप्सन जस्तै हामीले 10 वर्षको लागि अवधि गर्यो भने जस्तै 10 वर्ष अवधि राखेको छौँ भने 1 वर्ष 2 3 4 5 अब यहाँ चाहिँ 10 वर्ष अप्सन राखेको छौँ भने 5 वर्ष मात्र किस्ता तिर्नुपर्छ, 5 वर्ष तिर्नु पर्दैन। त्यस्तै हामीले 15 वर्षको राख्यो भने दुईटा अप्सन भयो, 5 वर्ष तिर्ने 10 वर्ष तिर्ने। 20 वर्षको राख्यो भने तीनटा अप्सन, कुन चुज गर्ने, 5 चुज गर्ने कि 10 चुज गर्ने कि 15 चुज गर्ने, यस्तो अवधि अप्सनहरू छ। र अर्को चाहिँ हामीले चाहिँ अब यसमा कति लाखको बिमा गर्ने त, यो चाहिँ आय स्रोतको आधारमा जति पनि गर्न मिल्छ। 5000 देखि लिएर आय स्रोतको आधारमा यो बिमा जति पनि गर्न मिल्छ। र मेन यो विशेष चाहिँ वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको लागि स्पेशल यो बिमा एकदम लाभदायक छ। र एज बढी 50 भन्दा बढी एज फ्याक्टरहरूको लागि चाहिँ यो पनि एकदम यो बिमा योजना एकदम लाभदायक छ। किनभने हाई एजलाई अवश्य अरू बिमा हाई एज हाई प्रिमियम हुन्छ, लो एज लो प्रिमियम हुन्छ। यसमा के छ, हाई एज भए पनि यसमा प्रिमियम चाहिँ धेरै हाई पर्न जाँदैन। र वैदेशिक रोजगारमा किन यो वैदेशिक रोजगारको लागि राम्रो छ भने यहाँ चाहिँ नेपालबाट दिनका दिन मान्छे विदेश गएको छ, तर उहाँ चाहिँ इन्सुरेन्सतिर टाइप नभएपछि, इन्सुरेन्स नगरेपछि उहाँको पैसा सेभिङ भइरहेको हुँदैन। उहाँले घरमा पठाउनु भयो र पैसा खर्च भएको हुन्छ। त बाइ द वे उहाँ 5 वर्षको लागि विदेश जानुभयो, यहाँ 10 वर्षको अप्सन राखेर बिमा अवधि 10 वर्ष राख्यो भने जस्तै अब यहाँ उहाँले 5 वर्षको लागि विदेश जानुभएको छ, कुनै देश जानुभएको छ भने 1 लाख रुपियाँ या 2 लाख रुपियाँ त्यो विदेश जाने व्यक्तिलाई विदेश रहन्जेल 2 लाख रुपियाँ पनि केही गाह्रो छैन। मजाले उहाँले 2 लाख गरेर 5 वर्षमा 10 लाख सेभिङ गर्नुहुन्छ, 5 वर्ष तिर्नु पर्दैन। जब फर्केर आउँदाखेरि उहाँको केही न केही उहाँको हातमा चाहिँ रकम हुन्छ फर्केर आउँदाखेरि, जब नेपाल फर्किँदाखेरि। तर उहाँले बिमा गर्नु भएको छैन, घरमा पठाउनु भयो, सबै पैसा मासिएको हुन्छ। जब फर्किँदाखेरि खाली हातले हात आउनुपर्छ, त्यो बेला साह्रै दुःख लाग्छ त्यो व्यक्तिलाई। तर आज नेपाल लाइफ इन्स्योरेन्समा यो जीवन ज्योति प्लान उहाँले लिनुभएको छ भने उहाँलाई चाहिँ भोलि चाहिँ फर्केर आउँदाखेरि कुनै व्यापार गर्न सक्नुहुन्छ, यहाँबाट साप्टी लिएर कुनै व्यापार गर्न सक्नुहुन्छ, उहाँको भविष्य उज्जवल हुन्छ। यो तरिकाबाट चाहिँ हामीले चाहिँ बिमा, अब इक्जाम्पलको लागि मैले चाहिँ हजुरहरूले चाहिँ एउटा चाहिँ इक्जाम्पल नै दिन चाहे यो बिमा योजनाको। जस्तै कुनै एज 20 वर्षको मान्छे बिमा 10 लाखको बिमा उहाँले गर्नुभयो, अवधि चाहिँ 10 वर्ष र किस्ता अब यो त क्याल्कुलेसन म एभरेजमा एउटा चाहिँ टेन्टेटिभ भन्न गइरहेको छु, लगभग 2 लाख रुपियाँ पर्न जान्छ। 2 लाख पनि पर्दैन, 2 लाख भन्दा कम हुन्छ। मैले टेन्टेटिभ एउटा इक्जाम्पलको लागि चाहिँ भनेको छु। अब यो एज फ्याक्टर जस्तै 20 वर्षको मान्छे बिमा 10 लाख र चाहिँ अवधि
10 वर्ष र बिमा किस्ता 5 वर्ष मात्र तिर्नुपर्छ। बिमा किस्ता 5 वर्ष र प्रिमियम कति किस्ता पर्न गयो भने 2 लाख रुपैयाँ। अब यसको इक्जाम्पलको लागि चाहिँ मैले चाहिँ यसलाई अझ सरल तरिकाबाट जस्तै एज उहाँको 20 वर्ष भयो, अब यति किस्ता तिर्नु पर्दैन, बिमा अवधि 10 वर्ष हो। अब 5 वर्षमा चाहिँ उहाँले किस्ता कति तिर्नुभयो भने 5 वर्ष तिर्दाखेरि लगभग यहाँ 10 लाख रुपैयाँ तिरिसक्नु 2 लाखको दरले 5 वर्ष तिर्नु पर्दैन। यहाँ चाहिँ हाम्रो बोनस दरले अहिलेको बोनस दरले चाहिँ लगभग 6 लाख रुपैयाँ बोनस गरेर 16 लाखको हाराहारीमा म्याचुरिटीमा त्यो व्यक्तिले पाउनुहुन्छ। यो त भयो चाहिँ म्याचुरिटीको केस। जस्तै उहाँले 10 लाखको बिमा गर्नुभयो, 5 वर्षमा 10 लाख तिर्नुभयो, 5 वर्ष तिर्नु परेन। जब म्याचुरिटी 10 वर्ष कम्प्लिट हुँदाखेरि बोनस 6 लाख र 10 लाख गरेर 16 लाखको हाराहारीमा, यो चाहिँ मैले एभरेजमा भनेको बोनस रेट तलमाथि हुन जान्छ। यो प्रत्येक वर्षको बोनस फरक हुन जान्छ। मैले एउटा इक्जाम्पलको लागि दिएको छु यति आउन सक्छ भनेर। तर कुनै रिस्क फ्याक्टरको कुरो गर्दाखेरि जस्तै एकै वर्षमा चाहिँ मान्छेको मृत्यु हुन जान्छ, नर्मल डेथमा चाहिँ कालो गतिबाट मृत्यु हुन गयो भने बिमाको रकम 10 लाख र बोनस पाउने भयो उहाँको परिवारले। दुर्घटनाबाट मृत्यु भयो भने बिमाको रकम र एक्सिडेन्टल बिमा गरेर 20 लाख प्लस बोनस 10 लाख र 10 लाख गरेर 20 लाख रुपैयाँ उहाँको परिवारले पाउने भयो। अब कहिलेकाहीँ के हुन्छ भने दुर्घटना हुन्छ तर मान्छेको मृत्यु हुँदैन, पूर्ण रूपमा डिसेबल हुन्छ। त्यो केसमा चाहिँ बिमितलाई किस्ता तिरिराख्नु पर्दैन। मासिक रूपमा चाहिँ उहाँलाई चाहिँ 8,333 को दरले चाहिँ 10 वर्षमा उहाँले पाउनुहुन्छ। जब बिमा अवधि समाप्त हुन्छ बिमाको रकम र आर्जित बोनस उहाँको परिवारले पाउनुहुन्छ। उहाँले आफै या उहाँको परिवारले उहाँ जीवित हुनुहुन्छ भने उहाँले आफै पाउनुहुन्छ, भोलि चाहिँ तलमाथि हुँदाखेरि उहाँको परिवारले पाउने भयो। अब चाहिँ यसमा पनि 4 वटा किस्ता तिरिसकेपछि लोन सुविधा छ, 4 वटा किस्ता पछि लोन फ्यासिलिटी छ 10% ब्याज दरमा। र यो बिमा समर्पण गर्नको लागि सरेन्डर गर्नको लागि वार्षिक 3 किस्ता तिरेकै हुनुपर्छ, नभए यो बिमा क्यान्सल गर्न पाउनुहुन्न। 3 वर्षको किस्ता तिर्नै पर्छ बिमा समर्पण गर्नको लागि चाहिँ। र यो पक्कै मलाई लाग्छ यो हजुरले जीवन ज्योति प्लान बुझ्नुभयो होला। यसमा कुनै फिडब्याक या कुनै मिस्टेक होला भने चाहिँ पक्कै कमेन्ट गर्नु होला। थ्यांक यू, धन्यवाद, नमस्ते।